साथीहरू यो चाहिँ जगदुल्ला पाटन। यो चाहिँ जगदुल्ला गाउँपालिकाभित्र पर्ने चाहिँ जगदुल्ला पाटन हो। यो चाहिँ पारी लाताङको पाटन हो। र पाहाड त्यो चाहिँ देख्ने चाहिँ घाँसिराल्पा हिमाल हो। यसको जरा चाहिँ जगदुल्ला ताल रहेको छ। जगदुल्ला ताल चाहिँ 47 मिटर उचाइमा रहेको छ। जगदुल्ला ताल चाहिँ धार्मिक हिसाबमा चिन परिचित भइसकेको छ र पर्यटकीय हिसाबमा त्यति धेरै प्रचार भएको छैन। यो जगदुल्ला गाउँपालिकाले पनि ध्यान दिनुपर्ने कुरा हो। जगदुल्ला नाम चाहिँ जगदुल्ला तालबाट नामाकरण गरिसकेपछि जगदुल्ला ताललाई पर्यटकीय हिसाबमा चिन परिचित गराउनलाई केही कार्यक्रमहरू राख्नुपर्ने हो। तर छैन। यो चाहिँ जगदुल्ला पाटन चाहिँ घुम्न चाहिँ नाइ नहुने ठाउँ हो। र जगदुल्ला पाटन घुम्न आउने साथीहरूले बर्खाको समयमा भदौ महिना आउँदाखेरि एकदम बेस्ट, एकदम राम्रो भ्यूहरू देख्न पाइन्छ हरियालीमा। यहाँ चाहिँ बर्खाको समयमा आउँदाखेरि बास बस्ने स्थान पनि गोठालोहरू टन्नै हुन्छ। यहाँ चाहिँ बर्खाको समयमा गाई घोडा भेडा बाख्रा भैँसीहरू सबै चर्छ र यो भ्यू चाहिँ कात्तिक महिनाको भ्यू हो। अहिलेको समयमा घुम्नलाई अलिकता जाडोको कारणले उपयुक्त छैन है साथीहरू।